च्याउ बनाउने एकदमै सजिलो छ। यसरी पोकोमा राख्ने अनि खानुपर्छ। खाँदा पनि अलि कसरी बनाउने तरिका पनि जान्नुपर्छ। फेरि यतिकै राख्यो भने हुँदैन। च्याउलाई त्यसरी हाल्ने अनि सकेसम्म कति खान मिल्छ खाने त्यसरी थिच्नुपर्छ। यसरी थिचेर त्यहाँ भएको भित्रको हावा चाहिँ सबै निकाल्नुपर्छ। अनि त्यसो भयो भने बल्ल कसिलो हुन्छ अनि अरू पनि खान सकिन्छ। फेरि बिउ हाल्ने अनि फेरि त्यसै गरी पराल हालेर यसरी खाने। यसरी खाँदी खाँदी बनाउन सकिन्छ च्याउको पोकोहरू त्यसरी। अनि त्यस्तो पोको बनाएर अब यसलाई फेरि खादियो। यस्तो खाँदै हाल्दै त्यसरी घुमाउनु पर्छ। त्यस्तो घुमाएर कुनै रबरले बाँध्न पनि सक्नुहुन्छ त्यसको मुखलाई, अथवा त्यस्तो प्लास्टिक आफैले त्यस्तो बेरेर अनि बाँध्ने। त्यसरी ल यसरी पोका पोका डल्ला तयार भयो। यसरी